नमस्कार, काभ्रेपलाञ्चोकको धुलिखेलबाट यहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। आज हामी काभ्रेपलाञ्चोकबाट अरनिको राजमार्ग खावा सडक खण्डको पछिल्लो भिडियो दृश्यहरू देखाउने कोसिस गर्छौँ। यहाँ चाहिँ सडक निर्माण कार्य भइरहेको अवस्था छ र सडक निर्माण कार्यको पछिल्लो अवस्था के छ, कस्तो छ भन्ने विस्तृत भिडियो चाहिँ जस्ताको तस्तै देखाउने कोसिस गर्छौँ। धुलिखेलबाट अगाडि बढ्दैछौँ। हामीले पहिलो श्रृङ्खलामा सूर्यविनायक भक्तपुरबाट काभ्रेपलाञ्चोकको यो धुलिखेलसम्म राखिसकेका छौँ र दोस्रो श्रृङ्खलामा हामी यो अरनिको राजमार्ग धुलिखेलबाट खाँवा क्षेत्रतर्फसम्मको यो निर्माण कार्य भइरहेको अवस्थाको स्थिति जस्ताको जस्तै देखाउने कोसिसमा छौँ। यो भिडियो चाहिँ पुरै देखाउने कोसिस गर्छौँ। खाँवा क्षेत्रतर्फसम्म जस्ताको जस्तै देखाउने कोसिस गर्छौँ। कुनै ठाउँमा दृश्य मात्रै देखाउने कोसिस पनि गर्छौँ। के हुन्छ कस्तो हुन्छ अवस्था यस्तै छ। यतातिर टिप्परहरू राखिएको छ र यहाँ सहज भएको छ कालोपत्रे भइसकेपछि। पहिलाको निर्माण व्यवसाय कम्पनीले समयमा काम नगरिसकेपछि सरकारले ठेक्का रद्द गरेर अहिले नयाँ निर्माण व्यवसाय कम्पनीलाई जिम्मा दिएर अहिले सडक यतिको कालोपत्रे भएको हो। अगाडि बढ्दै जाउँ, के कस्तो अवस्था छ। यतातिर भिरालो भूभाग छ, पहिरो खस्न सक्ने सम्भावित जोखिम छ। अब खासमा यो सडक बनाउँदाखेरि माथिल्लो यो जुन पहिरो खस्न सक्ने सम्भावित ठाउँहरूलाई अझै चाहिँ काटेर हुन्छ अथवा के गरेर मजबुत पर्खाल लगाउने कोसिस गर्नु पर्थ्यो। केही सहज भएको छ। यो अरनिको राजमार्ग छिमेकी राष्ट्र चीन तातोपानी नाकासम्म जोड्ने सडक हो। त्यसकारण यो सडक यहाँबाट नै उहीँसम्म बलियो कालोपत्रे बनाउन जरुरी छ। सडकको अवस्था मजबुत बनाउन जरुरी छ। पहिरो जान सक्ने सम्भावित जोखिम ठाउँमा निकै मजबुत पर्खाल उठाउनु पर्ने, पहिरोको जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आवश्यक छ। लापरवाही गर्न हुँदैन। सरकारले, सम्बन्धित निकायले, प्रशासनले हेर्नुहोस् त, हामीले यो सडक हुँदै चीनबाट पनि सामान ल्याउन सकिन्छ। सडक सञ्जाल बलियो हुनु पर्यो। बर्खायाममा पनि निरन्तर बर्सात हुँदा पनि सडक नबिग्रिने बनाउनु पर्यो। त्यसको लागि चाहिँ त्यही हो, पहिरो जान सक्ने ठाउँमा चाहिँ अब पहाडलाई केही काटेर हुन्छ कि खोपेर हुन्छ कि के हुन्छ कसो हुन्छ बनाउनु पर्यो। अब अगाडि बढ्दै हेरौँ के छ, पुरै देखाउने कोसिस गर्छौँ। जम्मा 4 किलोमिटरको सडक हो, बनाउनु पर्ने सडक। यति सडक बनाउनको लागि 4-5 किलोमिटर सडक बनाउनको लागि पनि वर्षौँ लगाउने, निर्माण व्यवसाय कम्पनीले काम नगर्ने। अब यसमा चाहिँ अब निर्माण व्यवसाय कम्पनीको मात्रै दोष छैन। सरकार पक्ष, निर्माण व्यवसाय कम्पनी सबैको दोष हो क्या। यसमा समयमा पूर्वाधार विकासको काम नहुनु सबै पक्षको दोष हो। अहिले सहज भएको छ यतिको गरिसकेपछि। यस्तो अवस्थामा छ। यहाँतिर पहिरो रोकथामको लागि खाल उठाउने कार्य भइरहेको अवस्था नै छ। तर यो मजबुत तरिकाको यो पर्खाल उठाउने कार्य, पहिरोलाई पूर्ण रूपमा रोकथाम गर्ने कार्य भने यहाँ भएको देखिँदैन। यसरी हेर्नुहोस् त, ठुला ठुला सवारी साधनहरू सञ्चालन हुने गर्दछ यो क्षेत्रमा। यहाँनिर हेर्नुहोस् त, माथिबाट निरन्तर पानी परेको खण्डमा पहिरो खस्न सक्ने सम्भावित जोखिम रहेको छ। यता चाहिँ खहरे खोला छ। यहाँ बर्सातको समयमा यहाँबाट
निरन्तर पानी परेको खण्डमा यो खहरे खोला आउने गर्दछ। यतातिर पर्खाल लगाउने कार्य चलिरहेको हुँदाखेरि चाहिँ यहाँ केही समस्या उत्पन्न भएको छ यात्रा गर्नको लागि। यतातिर समस्या यस्तै छ। यता तलबाट चाहिँ यो खहरे खोलाको यो पहिरो रोकथाम गर्नको लागि यहाँ पर्खाल यसरी उठाएको छ। अगाडि बढ्दै जाउँ हामी। यसरी समस्या छ यात्रा गर्नको लागि। पहिला त बिजोग अवस्था थियो। हामीले विगत 4 वर्षदेखि भिडियो सामग्रीहरू सडक सञ्जालको प्रसारण गर्दै आइरहेका थियौँ। हामी यस च्यानलमा भने बिल्कुलै नयाँ छौँ। यो च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। हामीले सडक सञ्जाल पूर्वाधार विकासको भिडियोहरू आफ्नो तर्फबाट आफ्नै शैलीमा आफूलाई जे आउँछ त्यस्तै शैलीमा चाहिँ प्रसारण गर्ने कोसिस गरिरहेका छौँ। क्रमशः हामीले सुधार गर्दै भिडियो प्रसारण गर्ने कोसिस निरन्तर गरिरहेका छौँ। सबै सुधार गर्नेछौँ। अझ निकट भविष्यमा चाहिँ उत्कृष्ट सामग्रीहरू प्रसारण गर्ने कोसिस गर्नेछौँ। र यतातिर गिटी थुपाएर राखिएको छ सडकमा। स्थिति चाहिँ यस्तो रहेको छ। कतिपय ठाउँमा कालोपत्रे भएको छैन। यो 2 चरणमा गरेर कालोपत्रे गरिँदैछ यो सडक। पहिलो चरणमा 2 किलोमिटर अनि दोस्रो चरणमा 2 किलोमिटर गरेर कालोपत्रे गर्ने तयारीमा हो। पहिलाभन्दा त धेरै काम अघि बढेको छ। यतातिर सहज चाहिँ भएको छ। आज मौसमले पनि साथ दियो। काठमाडौँबाट आउँदाखेरि केही धुम्म एकैछिनमा कालो बादल लागिरहेको थियो भने अनि पानी पर्न सक्छ कि 81 भन्ने जस्तो पनि देखिरहेको थियो। र यहाँसम्म आइपुग्दाखेरि भिडियो चाहिँ रेकर्ड गर्न पाइयो। मौसम समग्रमा अहिलेसम्म चाहिँ पानी पर्ने सङ्केत चाहिँ देखिएको छैन। अहिले घाम लागिरहेको अवस्था छ यतातिर आइपुग्दाखेरि चाहिँ। र यतातिर चाहिँ सडक यस्तो अवस्थामा छ। ओहो हेर्नुहोस् त, टिफर यसरी गुडेर आउँदाखेरि यहाँनिर धुलाम्मे हुने गर्दछ। र अवस्था यस्तो छ। त्यतिर काम हुँदै रहेछ यहाँ। विशेष गरी यो पर्खाल लगाउने काम हुँदैछ जस्तो लाग्यो। यहाँतिर यसरी पर्खाल उठाउने काम हुँदै रहेछ। यस्तो छ अवस्था चाहिँ। पछिल्लो अवस्था यस्तो छ। यतातिर काम हुँदैछ। यो धुलीखेलदेखि यता खाँबा क्षेत्रको यो 4 किलोमिटर सडकको निर्माण कार्यको काम चाहिँ पछिल्लो निर्माण व्यवसाय कम्पनीले तीव्र गतिमा नै अगाडि बढाइराखेको छ। र अहिले बर्सातको समय भएर केही समस्या भने भएको छ। यो बर्सात भइरहने बर्खाको समयमा समस्या हुने गर्दछ। यहाँतिर अस्ति नै आउँदाखेरि यो काम आरम्भ गरेको थिएन भने अहिले पर्खाल लगाउने यो कार्य आरम्भ गरिसकेको अवस्था रहेछ। यो राम्रो पक्ष हो। र यसरी दुईतर्फ चाहिँ सवारी साधनहरू कुनै ठाउँमा निर्माण कार्य भइरहेको हुँदाखेरि चाहिँ ठुलो सवारी साधन एकैचोटि छिर्दैन। यतातिर काम चलिरहेको अवस्था छ। पर्खाल लगाउने काम चाहिँ निरन्तर चलिरहेको अवस्था नै छ। हामी खाँबा क्षेत्रमा आइपुग्यौँ। र यो धुलीखेल खाँवा सडक खण्ड अन्तर्गतको हामी खाँवा क्षेत्रमा आइपुग्यौँ। यतातिर काम भइरहेको अवस्था नै छ।
यसभन्दा अगाडि हामीले यहाँतिर पर्खाल लगाइरहेको दृश्य देखाएका थियौँ। भन्दै यो धुलिखेल खाँवा सडक खण्डको एपिसोडबाट आजको लागि अर्को कुनै स्थानको भिडियो सामग्री सम्मको लागि बिदा चाहन्छौँ। नमस्कार, जय नेपाल।